अङ्कल कतिचोटि ओर्डर गरिसक्नु भयो? आज त 10 भन्दा कम छैन। यो रोड पनि बिजी भएको देखेर क्या पुरै सफारीको छ, बाइकको छ। साकेला आएपछि हामी अब चाम्रे भात त नखाइ हुँदैन, त्यसपछि हामीले दिनुभएको छ, त्यही भएर हामी खाना हालेको खाइदेऊ। यही खानु हो क्या, हामी दुईजनाले धेरै खान सक्दैनौँ। ए ला घरमा हुनुहुन्छ? कहाँ जानुभयो? ए धन्न पहिला होइन रहेछ। बोलाम त खोइ हाम्रो गाडी कार कहाँ गयो? हाम्रो पर्सनल छ पो त। लेट्स गो। ला हाम्रो स्कुटर चाहिँ नयाँ नै हो नि, फेरि धेरै पुरानो होइन, 1 वर्ष मात्रै भएको थियो। यसले खटारा बनाएर बेचत भयो यार। बस 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 छिटो बस बस, फेरि बन्द पनि हुन सक्छ। हामीहरू चाहिँ अझ लिची हर्न हाल्नु हिँडेको, चोर्नु हिँडेको सर्टकट बाटो। हेलो, वेलकम टु माई युट्युब च्यानल। नमस्ते। यता त आज त राम्रै भएको छ त, हेर न। माइजू हाई गरिदिनु न। हामी चाहिँ आज साकेलामा गएको, पानी पियाएको। हाम्रो कार आइसकेको छ। ज्याक पनि यहाँनिर हामीलाई पछाउँदैछ। जा जाने होइन त बाबु, बाबु घर जाऊ, घर भाग। अब हामी जाने। अङ्कल कतिचोटि ओर्डर गरिसक्नु भयो? आज त 10 भन्दा कम छैन। यो रोड पनि बिजी भएको देखेर क्या पुरै सफारीको छ, बाइकको छ। यो डजन्ट म्याच दि आउटफिट हो, ट्रान्सपोर्टेसन हुन्छ नि त्यस्तै भयो क्या। कार यही हो हाम्रो सबै त। कसको छ यो चढ्नुको लागि? विदेशीहरू गर्छ त्यस्तो भयो नि, त्यस्तै गरेको। ए हो, 2जनाले सेतो सेतो रहेछ। यो चाहिँ कुराहरू लाग्यो, उनीहरूको चाहिँ नयाँ हो, नयाँ गएर मामा माइजू भान्जी मिलेको अरे। झन् तिमी एक्स्ट्रा भएको छ नि, तिमी त यो के भन्छ हाइलाइटमा परेको। हामी कमन भयौँ नि त, भइहाल्यो, खुसी भइहाल्यो। अब हामी गएको पानी पिया यहाँदेखि ओरै पर्छ, त्यही भएर हामी जान आँट्यौँ। यताको मान्छेहरू चाहिँ यता पानी पियाकोमा जाँदो रहेछ, यताको मान्छे दामनपुरकोमा जान्छ। त्यही भएर यता झोडाको मान्छे हामी, म त होइन, उहाँहरू हो झोडा। साकेला थान पुरै सबैजना नाच्दैछ। बोलु अब यो बोलेको पनि सुनिँदैन होला, के भ्लग गर्नु होला। के गर्छौँ हामी चलाउनु होइन, अनि तल चाहिँ सबटाइटल हाल्नु। सबटाइटल कि त भोइस ओभर गर्नु पर्ला जस्तो है। साकेला आएपछि हामी अब चाम्रे भात त नखाइ हुँदैन, त्यसपछि हामीले दिनुभएको छ, त्यही भएर हामी खाना हालेको खाइदेऊ। यही खानु हो क्या, हामी दुईजनाले धेरै खान सक्दैनौँ। अनि एउटै थालमा बरु हामी यति खाएको, त्यो पनि धेरै हुन्छ होला क्या हामीलाई। यही खाना हालेको मिठो भयो, गुन्द्रुक चप पनि मिठो भयो। पिरो टक्क भयो। यता ठुल्दा नाच्दै हुन्छ, हामी चाहिँ स्टेजमा खाने हुँदो रहेछ। यहीँनिर बसेको यता पुरै नाच्दैछौँ। हामी एकछिनमा जान्छौँ, पछि हामी खाने। यता माइती खाँदै हुन्छ, साथी भेटेर गफ गर्दै हुनुहुन्छ साथीसँग। अब हामी खान्छ। हामी चाहिँ नाच्नु नआउने टोलीहरू यसो यता हेर बस्यो। जान्छु सिक्नु माइजू, म त आउँदैन, म भयो अघि जान्थेँ। यता चाहिँ सिक्कर र झोडामुटी रहेछ, उता चाहिँ के भयो अरे धरानको थियो। उनीहरू चाहिँ सिँढीहरू गर्दै थियो, थाकेर बस्यो। यहाँ चाहिँ हुँदैछ, यहाँ हामी रमिता हेर्दैछौँ। हामी जस्तै हेर्दै हुन्छ यता पनि। हेर अगायो बुङ्रायो। वाउ, 2जनालाई नै गरिरहेछ क्या। थ्याङ्क यू। अब हामी गएको ल, बाई बाई। खै मम्मी बाबा नछोड्नु ल। ए ला घरमा हुनुहुन्छ? कहाँ जानुभयो? ए धन्न पहिला होइन रहेछ। ल ल, वाउ, विदेशबाट झन् बहिनीलाई कति धेरै चक्लेट ल्याइदिनुहुन्छ होला। गएको ल, बाई।
वाउ यता पोज हेर्नुहोस् क्यामेराम्यान माइजूको साथमा फोनको लागि भनेर के यो साँच्चीको पनि कहीँ भनिन्छ त यताबाट बुम बुम त्यस्तो होइन सब अब सकिसक्यो एज यु गाइस क्यान सी आया यसले मलाई कच्चाले हानो बाई बाई अबे हन्डे लडिङ चाम्रे भात खाएकै जान हामीले त खा लिया टन्नै खा लिया तर कस्तो मिठो है गुन्द्रुकको अचार मिठो थियो मैले खाइन गुन्द्रुकको अचार मैले चाहिँ खाएँ मैले चिकन चाहिँ खाइनँ मैले खाएँ चिकन त चिकनै थियो नि त ओ माई गड के गरेको बुइनी तिमीले यो लुगा के गरेको बुइनी के गरेको बुइनी त्यस्तो होइन झन् मेगारी मात्रै दिनुभयो राईको लुगा सम्हाल्नै आएन सर राईनी बुइनीलाई बेटर टु बी तामाङ आएको अब हामी गएको यहाँनिर यसरी सक्यो आजको हजुर हजुर बाजे ल ल ल ल ल कसलाई मैले त बाजे नै घोडा के त हो तलको क्या मैले बाजे भन्नु बाजे त भन्नु बाजे र बाजे नभने दाई दाई के थाहा त नि मलाई सरी गर्थ्यो हो गया बेलुका बेलुका डान्स सिक्नु जाएर राई भएर नाच्नु आउँदैन भन्नु पनि अलिकति लाजै मर्दो भयो राई भयो पनि आउँछ मलाई सेलो पनि आउँछ तर साकेला नाच्न आएन अचम्मै भएछ त सिक्नुपर्छ त्यस्तो गाह्रो पनि हुँदैन नाच्नु आउने मान्छेलाई त त्यो नाच्नु आउँछ क्या सिक्नु चाहिँ गाह्रो त्यो एक दुईवटा सिकियो मलाई देखिनु नाच्दाखेरि यता भन्के म त हेरेका नहेरेको अरे हेरिरहेको नहेरेको होइन सफारीमा जाने होला कि हिँड्दै जाने बोलाम त खोइ हाम्रो गाडी कार कहाँ गयो हाम्रो पर्सनल छ पो त वा कस्तो राम्रो सनसेट हुन आँटेको छ टु इटोरी जाने मेन रोड र हामीले अब आइसक्रिम पनि खाइसक्यौँ हामीलाई माइजूले 2टा आइसक्रिम किनिदिनु भयो ढाँटेको बटर स्कच नजाने बटर स्कच पनि पाइन्छ हाम्रो मोटु पत्लु ठेलामा आइसक्रिम ठेलामा आफै है पत्लु चाहिँ चलाउन जाउँ मोटु पत्लु आइसक्रिम ठेलामा हजुर Let's go, let it go. हाम्रो साकेला साकियो बोलो बोलो हामी चाहिँ फाइनली घर आइपुग्यौँ अनि कस्तो टाउकै दुख्यो एकछिन त्यहाँ घाम पनि थिएन ठिकै होइन कस्तो टाउको दुख्यो क्या सायद केही नखाएर पनि होला त्यही अब हामी आइसक्यौँ अब बेसुरा फेर्ने अनि खाजासाजा खाने अनि बस्ने हो अनि मात्रै टाउको दुख्नु स्टप हुन्छ होला अनि अल टुगेदर मजै भयो ठिकै भयो एकछिन गएर पनि हेरेर आयो होइन राम्रै भयो किनभने मैले कति भन्छ क्या मैले त्यसरी नगएको नहेरेको साकेला म सायद सानोमा गएँ कि होला त्यहाँदेखि म गएकै थिएन होइन त्यो ठुलो भएछ नि अहिले चाहिँ म मेरो साथीसँग माइलीसँग गएँ आएँ त्यो होस् राम्रै भयो रमाइलो भयो हेरेँ हेरेँ मजा भयो मलाई चाहिँ साथी हो मैले बनाएको कस्तो दामी बनाएको थियो कि अब खाने हो चम्ची अर्को पनि अनि माइजूलाई यसमै खानु माइजू यसमै खान्छ कि अर्कोमा यसमै खाने भनेको तेरो भ्लगले पो गरेको त ए कोक नभई नहुने हामी चाहिँ अब नाइट राइडमा हिँडेको कान्छीले हामीलाई कुदाउँछ अरे ओइ छिउ कुदा नाइट राइड एक राउन्ड हानेर आउने हो हामीहरू बस्दिम बेबी ज्याकेट लगाएको भए हुन्थ्यो नि त झन् फ्रेस हावा लिन
लाग्यो भने अलिक खुट्टा हटाएन लेट्स गो ल हाम्रो स्कुटर चाहिँ नयाँ नै हो नि फेरि धेरै पुरानो होइन 1 वर्ष मात्रै भएको थियो यसले हटाएर बनाएर बेचत भयो यार के भयो अङ्कललाई उठाउनु पर्ने जस्तो लाग्यो के गरौँ हो म भिडियो बन्द गरौँ घुइया घुमा न तँ घुमै घुइ घुमा त त्यो पनि यस्तै भएको रेडी भयो ए फाइनली हेर्न आफू मर्छ क्या सुरुमै खुसी हुनु हुँदैन यो भनेको भन्नाले हामी के बुझ्यौँ हामी सुरुमै खुसी हुनु हुँदैन 1 2 3 you can do that yeah don't celebrate too early as baby said अब त हामीले गर्नै पर्ने हुन्छ चोक हुँदैन के तान्नु यसको टुपी तान्नु झडु अब घर फर्केको होला अब अङ्कल के खानिदिनुहुन्छ यसलाई हान्नु न ब्याक किक बेबीलाई ब्याक किक हान्नु त चाहन्छ कि ओहो स्कुटी बन्द भयो धन्दा हामी बिच बाटोमा चाहिँ यस्तो भएन अब अङ्कल बनाइदिनुहुन्छ न्यू ब्लगर इन द टाउन बेबी त्यसले गरेको अरे फेरि गर्दा बेबी अहिले दामी हावा आइरहेछ ठिकले पनि भएको छैन यहाँ हाम्रो अब के चाहिँ ए गर्ने हुँदैन उयो भइजान्छ अब चाहिँ नाच बेबी नाच बस छिटो बस फेरि बन्द पनि हुन सक्छ फाइनली हाम्रो स्कुटर बन्यो अलु अब चाहिँ जाम स्टोरेज फुल बनाइदिन्छ थ्याङ्क यू अङ्कल तपाईँले गर्दा हामी 1 राउन्ड हान्नु पायौँ यो चाहिँ हाम्रो मगर चोक अब अगाडिको चोकलाई के पो भन्छ भुल्के चोक हामी भुल्के चोकमा भुल्के यहाँ चाहिँ एकदम हेरेर रुखहरूमा भयो हामीहरू चाहिँ अझ लिची हर्न हाल्नु हिँडेको चोर्नु हिँडेको सर्टकटमा किनकि यो लिचीको के भन्छ लिची पाउने ठाउँ हो क्या यो शान्ति झोडा सबै घरमा लिची नभएको घर त हुँदैन होला नभएको घर पनि हुन्छ तर म्याक्सिममको घरमा चाहिँ लिची हुन्छ तर बाटो त थाहा छ नि यता र उता ए शान्ति नगरे पो त ओहो तान्ताले हिँडेको साथी हो हन्ट हान्नु टोलीसँग पछाडि आउँदैछ अगाडि पुगिसकेको छ अब 1 कल गरेर हामीलाई कल गर्छ होला कहाँ चाहिँ हामीले झप हान्नुपर्ने हो अनि त्यहीँनिर जाने हो अनि बोरासँगमा यसो डिगीमा हालेर बोरा 3-4वटा चारोको बोराहरू लिइराखेको छौँ यसलाई चाहिँ अब यसो मान्छे हेर्नु लगेको होइन मान्छे आउँछ अनि यसले सिटी बोकेको छ नि सिटी फेरि बजाउँछ अनि हामीलाई टाप हान्ने बेला चाहिँ छोडिदियो अरे हामी चाहिँ स्कुटरमा टाप हान्ने अनि तँलाई चाहिँ छोडिदियो भने जान्छौँ ल तपाईँ सिटी छुई बजाउँदै आउनुपर्छ नि फेरि न त छोडेको छोडे हुन्छ हामीले रिमाइन्ड त गर्नु पऱ्यो नि त म पनि छु भनेर सिटी बजाउँदै भाग्ने हो यहाँको रोड चाहिँ फेरि हल्का अफ रोड राइडर हो नि त जस्तो पनि कुदाइदिन्छ झन् लगेछ त त्यो मान्छे के भनेको मान्छे पनि थियो मान्छे थियो त मान्छे हो त्यो डस्टबिन होइन र हो र आँखामै बत्ती भएर मान्छे जस्तै लाग्यो डर पो लाग्यो
1 घन्टा राइडमा हामी गएर आएको भन्दा के जान्छ 1 मिनेटको राइडमा ला गमला कसले फुटायो तेरो काम हो के थियो त्यसमा अब लेट्स वास फेस यस्तै धेरै मेकअप गरेको त फेस त धुनु पर्यो उयाँको बत्ती त्यहीँनेरि बाल्छ होइन लेट्स बत्ती बालेर आज पुरै क्लिन्जिङ ओइलले होइन क्लिन्जिङ ओइलले क्लिन्ज गर्ने सबै